राम्ररी गोड भएको या हामी यसरी मेहनत गरी कति डिस्टेन्स राखेर फलाउनुपर्छ के गर्नुपर्छ यो कति मेहनत गर्छौँ होइन। अब साउनमा निकाल्ने टमाटर हामी कहिले लगाएर वैशाखमा चैतमै लगाएको लगाएर यसरी यति गर्दाखेरि यिनीहरूले हामी दाना लगेर उता बजारमा बेच्न जाँदा पनि मान्यतै दिँदैनन् के। जब कि नेपालको मान्छेले आफ्नै ठाउँको मान्छेले आफ्नो अर्ग्यानिकलाई मान्यता दिँदैनन् भने अब हामीले किसान खेती गरेको केही फाइदा छ त भन्नु? केही फाइदा छैन होइन। म के भन्छु भने मान्छेहरूले यसरी किसान खेती गर्नु क्या, यसरी मान्यता दिने किसान खेतीलाई, किनभने हाम्रो पेट पाल्ने हाम्रो समृद्धि सबै कुराहरू राख्ने भनेकै किसान खेतीबाटै हो के। त कतिपय मान्छेहरूलाई यो कुरा चाहिँ थाहै हुँदैन के। माथि रुखबाट टिपेर ल्याएको कति मेहनत गर्नुपर्छ, कति यहाँ परिश्रम भर उठाउनदेखि लगेर डिस्टेन्स राख्नदेखि लगेर कति डिस्टेन्समा उमार्ने यसलाई, अब पछि कसरी यसलाई अड्याएर माथिसम्म लैजाने हरेक प्रोसेसहरू हुन्छ क्या। यो प्रोसेस गर्दाखेरि लास्टमा बेच्न जाँदा यतिमा दिनुहोस् उतिमा दिनुहोस् भनेर मोलतोल गर्नुहुन्छ क्या। हामीलाई आफ्नो मेहनत देखाउँदै राखेको त होला नि होइन र। तर यो कुरा चाहिँ कसैले बुझ्दैन के। नबुझ्नेहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू एकचोटि आउनुहोस्, यसै गरेर काम गर्नुहोस्, अनि त्यसपछि मात्रै मोलतोल गर्नुहोस् भन्छु म त। हो साँच्चीकै हो। त्यही हो। कति मेहनत गर्नु पर्यो हुन्छ कसैलाई थाहा हुँदैन यो कुरा।